विक्रम सम्वत 2017 सालमा भएको हो। अहिले यहाँ साधारण धारतर्फ 1 कक्षाबाट 12 कक्षासम्म सञ्चालनमा रहेको छ भने उतापट्टि सिटिभिटीबाट पनि 2वटा प्रोग्रामहरू सञ्चालनमा छन्। एउटा 3 वर्षीय एग्रिकल्चर बाली विज्ञान डिप्लोमा चलेको छ भनेदेखि अर्को चाहिँ 18 महिने जेटिए भेटनरीसँगै चलेको छ। नमस्कार, मेरो नाम आशिष परियार। म सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाबाट एउटा जयपृथ्वी नगरपालिका नम्बर 5 मा मेरो घर छ। म चाहिँ अहिले हाल दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसीस्थित म शारदा माइमा अहिले 3 वर्षीय डिप्लोमा लेभलको प्लान्ट साइन्स अध्ययन गरिरहेको छु। मेरो नाम कृष्ण विकै, म चाहिँ ठाटगाम गाउँपालिका 1 दैलेखदेखि। नमस्कार, मेरो नाम अनुवेश मगर, म चाहिँ सिन्धुली जिल्लाबाट। धेरै टाढाका विद्यार्थीहरू छन्। जस्तै चाहिँ बझाङबाट विद्यार्थीहरू यहाँ पढ्न आएका छन्, बाजुराबाट छन्, कर्णाली प्रदेशका चाहिँ कालीकोटबाट आएको छ। त्यसै गरी मध्य प्रदेशको महोत्तरी सर्लाही जिल्लाका विद्यार्थीहरू यहाँ आएका छन्। यो बागमती प्रदेशका जिल्लाका विद्यार्थीहरू पनि धेरै नै छन्। कोशी प्रदेशबाट पनि विद्यार्थीहरूको सहभागिता यसमा छ। समग्रमा भन्नुपर्दा यो विद्यालयमा प्राविधिक धारतर्फ अध्ययन गर्ने विद्यार्थीहरू 7 प्रदेशका विद्यार्थीहरूको चाहिँ यहाँ सहभागिता रहेको छ। नमस्कार, मेरो नाम उत्तम जङ बस्नेत, म सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर 4 बाट। नमस्ते, मेरो नाम चाहिँ अनिल बस्नेत, घर सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर 2 बाट। नमस्ते, मेरो नाम प्रतिमा मगर, मेरो घर चाहिँ धार। नमस्कार, मेरो नाम चाहिँ मनिष कुमार साहु, म चाहिँ जिल्लाबाट। म एग्रिकल्चर फर्स्ट इयर सेकेन्ड सेमेस्टरमा अध्ययन गर्दैछु। 2075 सालमा हामीले 18 महिने भेटनरीको स्थापना गऱ्यौँ सिटिभिटीबाट सम्बन्धन ल्याएर। त्यसको लगत्तै 1 वर्ष पछाडि हामीले 3 वर्षीय बाली विज्ञान स्थापना गऱ्यौँ, अर्थात् सुरुवात गऱ्यौँ हामीले। अनि अहिले यहाँ विद्यार्थीहरू आउनुको मुख्य कारण र आकर्षण हुनको मुख्य कारण भनेको यहाँ हामीले चाहिँ 100% स्कलरसिपमा चाहिँ हामीले प्राविधिक शिक्षा दिने गरेका छौँ। 100% भन्नाले एग्रिकल्चरमा जम्मा 40वटा कोटा हुन्छ। 40वटा कोटामा स्कलरसिप सिटिभिटीबाट 3 जना पठाउँछ र हामीसँग जम्मा 37वटा कोटा हुन्छ र त्यो कोटा 37वटा कोटामा चाहिँ हामी स्कलरसिप दिन्छौँ। हामी यहाँ चाहिँ विद्यार्थीहरू अध्ययन गरे बापत हामीले कुनै शुल्क लिँदैनौँ। त्यसको चाहिँ परिस्थिति बुझेर, जस्तो कर्णाली प्रदेशतिर भयो, सुदूरपश्चिमतिर चाहिँ अब शिक्षाबाट अलिक टाढा रहेका विद्यार्थीहरूलाई निःशुल्क रूपमा चाहिँ छात्रवृत्ति दिएर शिक्षा प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो। ती विद्यार्थीहरू आर्थिक रूपमा कमजोर स्थिति भएका, तिनीहरू शिक्षाको क्षेत्रबाट अलिक पछाडि परेको, राष्ट्रिय मूलधारमा शैक्षिक क्षेत्रको राष्ट्रिय मूलधारमा चाहिँ आउन नसकेका र आर्थिकमा विशेषतः विपन्न विद्यार्थीहरूलाई चाहिँ हामीले यहाँनिर भर्ना गरेर उहाँहरूलाई चाहिँ हामीले निःशुल्क रूपमा चाहिँ पढाएर निःशुल्क अध्यापन गराएर एउटा चाहिँ सक्षम जनशक्ति उत्पादन गर्ने चाहिँ हाम्रो मूल उद्देश्य हो। पढाइ एकदम राम्रो, अहिले त ठिकै छ। पहिला आउँदाखेरि नेपाली मिडियमबाट आएको थियौँ, हामीलाई धेरै गाह्रो लाग्थ्यो। अब अहिले त बिस्तारै सिक्दै जाँदा अझ सजिलो लागिरहेछ। अब भने जस्तो छक्कै यो उता चाहिँ अब ती 18 महिने प्री डिप्लोमा थियो भने चाहिँ डिप्लोमा लेभलको भएर हुनाले यता आएको र यता आइसकेपछि हामीले यो विद्यालयले दिने धेरै प्रकारको शिक्षा भएकाले अलिकति प्र्याक्टिकल फिल्डहरू अनि शारदा माविको आफ्नै कृषि फर्म अनि आफ्नै टर्निङ हाउस भएको कारणले पनि यता अलिकति धेरै सिने मिलिरहेको छ। उता चाहिँ यो प्री डिप्लोमा लेभल मात्र छ, डिप्लोमा लेभल अलिक कमै छ हुनाले चाहिँ म सामाजिक सञ्जालको विज्ञापन मार्फत चाहिँ प्राविधिक धारको शिक्षा चाहिँ हामीले फुल स्कलरसिपमा गर्न सक्यौँ भने यसको स्कोप पनि बढ्छ र विद्यार्थीहरूमा शिक्षाको पहुँच सजिलै पुर्याउन सकिन्छ, जसले गर्दाखेरि देशमा रहेका हाम्रो गाउँ समाजमा रहेका मेन पावर यहीँ रहन्छन् पहिलो कुरा। दोस्रो कुरा, उनीहरूलाई व्यावसायिक बन्ने एउटा चाहिँ प्रेरणा जस्तो, एउटा चाहिँ ऊर्जा जस्तो, एक प्रकारको एडभाइस जस्तो हुन्छ, अप्सन हुन्छ भन्ने। तेस्रो कुरा, प्राविधिक शिक्षा किन भन्दाखेरि अहिले जति पनि गाउँ खाली भएको छ अनि युवाहरू विदेशिएका छन् विकल्पको रूपमा, र हामीले त्यही कुरालाई यहाँ गाउँमा परिवर्तन गर्नको लागि हामीले हाम्रो ठाउँबाट कति भूमिका निर्वाह गर्न सक्छौँ। विद्यालय भनेको सिक्ने ठाउँ हो, सिकाउने ठाउँ हो, पढ्ने ठाउँ हो र पढाउने ठाउँ हो। त्यो भएको हुनाले प्राविधिक शिक्षा जस्तो अहिले हामीले 2टा प्रोग्राम चलाएका छौँ, बाली विज्ञान प्लान्ट साइन्स र भेटनरी। भेटनरी भन्नाले पशु सम्बन्धी कुराहरू हुन्छ, बाली विज्ञान भनेको विशुद्ध कृषि क्षेत्रमा के गर्न सक्छौँ त हामीले, कसरी कृषि क्षेत्रको मान्छे विज्ञ हुने, आइडिया जेनेरेट गर्ने, नलेज सिर्जना गर्ने, अध्ययन गर्ने र जसबाट
व्यवसाय गर्न सकियो, आत्मनिर्भर बन्न सकियो, अथवा ऊ आफै चाहिँ एउटा इम्प्लोइ हुन सक्यो, योग्य उम्मेदवार हुन सक्यो। स्कलरसिपमा हो। नमस्कार, मेरो नाम अन्जु हिमाल, हामी चाहिँ कालिम्पोङबाट। हाल चाहिँ हामी अहिले शारदा माध्यमिक विद्यालयमा चाहिँ प्राविधिक ढाँचातर्फ अध्ययनरत गर्दैछौँ। नमस्कार, मेरो नाम अन्तरिका, घर चाहिँ दैलेख। 80% बच्चाहरूले फुल्ली डिसिप्लिन मेन्टेन गरिरहेको छ। कुनै कुनै बच्चाहरू खास गरेर जसको परिवारमा त्यति डिसिप्लिनहरू सिकाउँदैन, त्यो अलिअलि उसमा अलिकति कमजोरी मैले महसुस गरेको छु। लागु पदार्थको विरुद्धमा हामीले विभिन्न किसिमका कार्यक्रमहरू बेला बेलामा गरिरहेको हुन्छौँ। हामीले पर्चा पम्पलेट मार्फत यो लागु पदार्थ विरुद्ध हामीले एवारनेस कार्यक्रम पनि राखेको हुन्छौँ। नजिकमा स्वास्थ्य चौकी भएको कारणले गर्दा त्यहाँका स्वास्थ्य कर्मीहरूलाई बोलाएर पनि हामीले त्यो लागु पदार्थ दुर्व्यसनी सम्बन्धी कार्यक्रमहरू आयोजना गरेर विभिन्न किसिमका सडक नाटकहरू आयोजना गरेर गाउँपालिकाबाट तथा जिल्लाबाट आउने प्रतिनिधिहरूको मार्फत त्यो लागु पदार्थ दुर्व्यसनी विरुद्ध हामीले समय समयमा विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गरिरहेको छौँ, जसले गर्दा हाम्रो यो विद्यालयका विद्यार्थीहरू त्यस्ता किसिमका भनेको लागु पदार्थ विरुद्ध कुनै किसिमको लत लागेको छैन अहिलेसम्म। प्राविधिक क्षेत्रहरूमा आवश्यक पर्ने कृषि प्राविधिक, निर्माण क्षेत्रमा आवश्यक पर्ने इन्जिनियरिङ प्राविधिक र वन क्षेत्रमा आवश्यक पर्ने वन प्राविधिकहरूको चाहिँ हामीले पूर्ति गर्न सकिरहेको छैन। त्यसैले हामीले सैद्धान्तिक शिक्षालाई मात्रै होइन, प्राविधिक शिक्षालाई पनि जोड दिनुपर्छ र नेपालमा चाहिँ प्राविधिक शिक्षालाई जोड दिन चाहिँ एकदमै अपरिहार्य रहेको छ। यो विद्यालयले गुणस्तरीय शिक्षामा लैजानको निम्ति, यो विद्यालयले भौतिक रूपमा सुविधा सम्पन्न गर्नको निम्ति र गुणस्तरीय शिक्षा दिनको निम्ति विद्यालय व्यवस्थापन समितिका सदस्यहरूदेखि लिएर चाहिँ आम चाहिँ अभिभावकज्यूहरूबाट चाहिँ यहाँ यो विद्यालय प्रशासनलाई अर्थात् चाहिँ यो विद्यालयले राम्रो बनाउनुपर्छ, गुणस्तरीय शिक्षा दिनुपर्छ भन्नको निम्ति चाहिँ कुनै कसर नराखेको राख्नु भएको छैन अभिभावकज्यूहरूले पनि। जिन्दगी हो संगीत हो उमंग हो नृत्य, अंग अंग प्रत्यांगमा तरंग हो नृत्य। शारीरिक तथा मानसिक वृद्धि र विकासको रूपबाट अगाडि बढाई विद्यार्थीहरूको सिकाइ लगायतका अन्य क्रियाकलापहरूमा सहज रूपबाट अगाडि बढाउनको लागि यो एसेम्ब्लीले सहयोग पुग्छ भन्ने अपेक्षा गरेका छौँ। हामीले यस विद्यालयमा लगभग 1 हप्ताको स्मार्ट एसेम्ब्लीको कार्यक्रमलाई अगाडि बढायौँ, जसबाट विद्यार्थीहरूको चौतर्फी विकास भई विद्यार्थीहरूको समग्र पक्षको सर्वाङ्ग विकास हुन्छ भन्ने मैले महसुस गरेको छु। साथै यो शारदा माध्यमिक विद्यालयले मात्र होइन, यो अहिलेको स्मार्ट एसेम्ब्लीलाई सम्पूर्ण नेपाल अधिराज्यभरिका विद्यालयहरूले यसलाई प्रयोग गर्नुपर्छ र नेपाल सरकारले नै आफ्नो एउटा पाठ्यक्रममा स्मार्ट एसेम्ब्लीलाई समावेश गरेर सम्पूर्ण विद्यालयहरूमा यसलाई प्रयोग गरेको खण्डमा विद्यार्थीको समग्र पक्षको विकास भएर विद्यार्थीहरूले एउटा सक्षम नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् पछि गएर भन्ने म महसुस गर्दछु। पहिलो कुरो आर्थिक सँगसँगै विद्यार्थी सङ्ख्या पनि त्यसमा डिपेन्ड रहन्छ। विद्यार्थी सङ्ख्या जति छ सोही अनुसार मल्टिपल गरेर शिक्षक पठाउने हो। कहीँ छैन, त्यही कारणले मर्च गरेको पनि हामीले देखेका छौँ। हामी कहाँ चाहिँ विद्यार्थीको अभाव छैन। जस्तो अहिले प्राविधिक घाटकै पठन पाठन गराउँदा पनि गत वर्ष बागमती प्रदेशमै हामी सङ्ख्याको हिसाबले विद्यार्थी सङ्ख्याको हिसाबले दोस्रोमा थियौँ। अहिले पनि जिल्लाभरि मैले यसो सर्वेक्षण गर्दाखेरि हामी त्यति पछि छैनौँ। राम्रै विद्यार्थीहरूको उपस्थिति छ, आकर्षण छ, सबैतिरबाट चाहिँ विद्यार्थीहरू आइरहेका छन्। साधारण भागमा पनि त्यसरी विद्यार्थीहरूको आकर्षण बढेकै छ। समग्रमा विद्यार्थी सङ्ख्या हाम्रो चाहिँ शारदा माध्यमिकमा अलिक उल्लेखनीय छ। पालिकाभित्रकै चर्चाकै विद्यालय छ विद्यार्थी सङ्ख्याको हिसाबले। अब यसलाई यो विद्यालय विद्यार्थीको छनौट पर्नुको मुख्य कारण भनेको हामीसँग 2वटा सुविधा सम्पन्न भवनहरू छन्। 2टा चाहिँ सुविधा सम्पन्नै बाथरुम शौचालय पनि स्थापना गरेको छ, यहाँ एडिबीले गरिदिएको छ। र अर्को कुरो भनेको चाहिँ हाम्रो चाहिँ यो विद्यालयमा अध्यापन गर्ने प्रशिक्षकहरू अर्थात् टिचरहरू, शिक्षक सरहरू क्वालिफाइड हुनुहुन्छ। पहिला हो भनेदेखि चाहिँ हिँड्दै अभिभावकहरूले चाहिँ अन्यत्र चाहिँ आफ्ना बालबालिकालाई पढाउनलाई पढाउनुहुन्थ्यो। अहिले
अभिभावकज्यूहरूले सबै यो वरिपरिको अभिभावकहरूले यहीँनिर चाहिँ उहाँहरूको बालबालिकाहरूले पढाउनको निम्ति भर्ना गरिदिनु भएको छ। चाहिँ अब यहाँनिर कस्तो छ त भन्दाखेरि यसपटक 11 कक्षामा 47 जना विद्यार्थीहरूको चाहिँ भर्ना भएको छ, जबकि योभन्दा अगाडि छिमेकी मेलुङ गाउँपालिका वडा नम्बर 1 मा रहेको सत्यश्वर माविमा पठाउनुहुन्थ्यो। तर अहिले यहाँका अभिभावकहरूले चाहिँ क्वालिफाइड टिचरहरू देखेको कारणले गर्दा र शिक्षामा गुणस्तर ल्याएको कारणले अर्थात् शिक्षामा गुणस्तर देखेको कारणले गर्दा आफ्ना बालबालिकाहरूले चाहिँ यहाँ भर्ना गर्नुभएको छ। त्यसै गरेर चाहिँ प्राविधिक धारतर्फ चाहिँ हाम्रो चाहिँ कोटा फुलफिल लगभग फुलफिल भएको अवस्थामा छ। 1 केजी कपास र 1 केजी फलाममा कुन गर्नुहुन्छ? यसको राइट एन्सर हो बराबरी नै। यो प्रश्न चाहिँ 4 र 5 को लागि। गोर्खा जिल्लामा कतिवटा स्थानीय तहहरू रहेका छन्? 9 वटा। राइट एन्सर। यो प्राविधिक धारतर्फ 3 वर्षे बाल विज्ञानतर्फ 40 जनाको कोटा हुन्छ। 40 जनाको कोटामा सिटिभिटी आफैले छात्रवृत्तिमा 3 जना विद्यार्थी यहाँ पठाउँछौँ र हामीसँग 37 जनाको कोटा हुन्छ। 37 जनाको कोटामा हाम्रो कोटा फुलफिल भएको छ र यतापट्टि 18 महिने VJTA पनि विद्यार्थीहरूको कोटा फुल भएको छ विद्यार्थीहरूबाट। सैलुङ गाउँपालिकामा जम्मा 9 वटा माध्यमिक विद्यालयहरू सञ्चालनमा रहेका छन्। 9 वटा माध्यमिक विद्यालयहरू मध्येमा सबैभन्दा बढी यो शारदा माध्यमिक विद्यालयमा रहेको कुरो गाउँपालिकाको शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख भएको छ। त्यो कारणले गर्दाखेरि सैलुङ गाउँपालिका भरिको जति पनि विद्यालयहरू छन् ती विद्यालयहरू मध्येमा सबैभन्दा बढी अध्ययन गर्नको निम्ति विद्यार्थीहरू चाहिँ यो शारदा माध्यमिक विद्यालयमा आएको अवस्था छ। यहाँ चाहिँ सर ल्याबमा प्राय कृषिमा उपयोग हुने प्राय पशुपोषण धेरै सामानहरू छ। त्यो मध्ये हाम्रो यहाँ प्लान्ट कल्टिभेसन टिस्यु कल्टिभेसन हो, जुन चाहिँ हाम्रो खेतमा कोदालोहरूको काम हुन्छ, स्पेटहरूको काम हुन्छ, दिसोको काम हुन्छ, प्राइमरी सेकेन्डरी टर्सरी प्राय सबै हो। त्यहीमा हामी यहाँ कुनै पनि क्रियाकलाप गर्दा क्याम्पसको क्लासको त्योमा हामी यहीँमा जस्तै सेट कलेक्सन भइसक्यो, सिट कलेक्सन भइसक्यो, प्राय हामी सबै यहीँमा गर्छौँ। प्र्याक्टिकल सर एउटा हामी यही सैलुङ गाउँपालिका 6 मा एउटा फार्ममा गएको थियो, अनि त्यसपछि हामी यहीँ टनेलहरूमा तरकारी बालीहरू कुनै ल्याएर त्यसलाई ल्याएका छौँ। अब हामी त प्राय जस्तो फर्स्ट सेकेन्ड सेमेस्टरमा फर्स्ट इयरमा त प्राय पढ्नै हुन्छ। अब सेकेन्ड इयरदेखि सर अब भर्खर इक्जाम दिएर फर्स्टको अनि अब चाहिँ प्र्याक्टिकल गर्ने चारैतिर हामीले अलिकति शिक्षामा गुणस्तर दिन सकियो भने, एक्स्ट्रा एक्टिभिटिज सञ्चालन गर्न सकियो भने र विद्यार्थीहरूलाई अलिकति भनौँ न नर्मल्ली सो गुड भन्ने भन्दा पनि आउटस्ट्यान्डिङ बनाउन सकियो भने, एक्सिलेन्ट बनाउन सकियो भने त्यो राम्रो कुरा हो। त्यसैमा हामी लाइभ गरेका छौँ, मिहिनेत गरिरहेका छौँ र खर्दाखेरि नहुने भन्ने हुँदैन। हामीले केही न केही 1-2 वर्ष पछाडि एउटा चाहिँ शैक्षिक गुणस्तरको खोजी गरिरहेको हो। यसमा हामी केही न केही चाहिँ अब रिजल्ट क्रमशः निकाल्दै जानेछौँ। अनि 12 क्लासदेखि नै अहिले हामीले एसिडी प्रोग्राम सञ्चालन गरेको हुनाले इङ्ग्लिस मिडियमलाई पनि फोकस गरेका छौँ। इङ्ग्लिस मिडियम पनि सुरु भएको छ। मेन फोकस भनेको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको हुनाले यसलाई कसरी म्यानेज गर्ने, यसलाई कसरी रिकभर गर्ने एउटा यो च्यालेन्जलाई हामी फेस गरिरहेका छौँ। अर्को अब सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूले किन राम्रा विद्यार्थीहरूलाई चाहिँ प्रोभाइड गर्न सकेनन् भन्ने खालको जो एउटा कन्फ्लिक्ट छ यसलाई पनि फुलफिल गर्नको लागि हामी लागि परिरहेका छौँ, प्रयास गरिरहेका छौँ र हामी गन्तव्यमा पुगेरै छोड्छौँ। हाम्रो डिप्लोमातर्फ 3 वर्ष कृषि बाली विज्ञान र प्री डिप्लोमातर्फ 18 महिने भेटनरी LPH कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। हाम्रो यहाँ चाहिँ अहिले पढिरहेको अवस्थामा चाहिँ पूर्वदेखि पश्चिमसम्म लगभग 15-20 वटाभन्दा धेरै जिल्लाका विद्यार्थीहरू छन्। जस्तै हाम्रो अब सुदूरपश्चिमबाट अब बचाङतिरका कालीकोट त्यताका विद्यार्थी र यता दोलखा सिन्धुपाल्चोक रामेछाप लगायत पूर्वतिर ओखलढुङ्गासम्मका विद्यार्थीहरूले पठन पाठन गर्छन्। हाम्रो यहाँ चाहिँ सुरुमा 2075-76देखि चाहिँ भेटनरी सञ्चालन भएको थियो र त्यसमा चाहिँ 6 वटा ब्याच अहिलेसम्म यहाँ अध्ययनरत गरेर जम्मा 6 वटा ब्याचमध्ये 4 वटा ब्याच चाहिँ पास आउट भएर गइसक्यो र एजीतर्फ चाहिँ हाम्रो अहिले 4थो ब्याच रनिङ हुँदैछ। त्यसमा एउटा ब्याच चाहिँ पास आउट भएर गएर त्यस पास आउट हुने विद्यार्थीहरू चाहिँ अहिले रोजगारीको सिलसिलामा छन्।
उनीहरू एकदमै खुसी छ। उनीहरू भनेको हाम्रो यहाँ लोकल दोलखा विद्यार्थीहरू छन्, उहाँहरू चाहिँ यही दोलखा जिल्लाभित्रै पनि आफ्नो जागिको सिलसिला हुनुहुन्छ। कोही चाहिँ हाम्रो धादिङ जिल्लाको हुनुहुन्छ, एकजना विद्यार्थी भर्खर पास आउट हुनुभएको, उहाँ पनि आफ्नै जिल्लामा रोजगारीमा हुनुहुन्छ र उहाँहरू एकदमै खुसी हुनुहुन्छ। नमस्कार, हामी प्राविधिक विद्यालयमा कृषि बाली विज्ञानमा अध्ययनरत विद्यार्थी हौँ।